Hello guys, welcome to my YouTube channel. अनि धेरै पछि आज चाहिँ यत्तिकै घर बाहिर बसेर चाहिँ यत्तिकै बाटोतिर यत्तिकै घाम लागेको छ अनि त्यसपछि चाहिँ खानासाना खाइयो सबैजनाले खानासाना खानुभयो होला अनि म यत्तिकै बाहिरतिर आएर बसिरहेको छु अनि बाटोतिर धेरै गर्मी छ घरतिर चाहिँ होइन त्यही हो गाडीहरू हिँडिरहेको छन् बाटोतिर अब यस्तो छ है हाम्रो यता पर्वततिर यस्तो मात्र छ गाइज त्यही हो होइन सबले सपोर्ट गर्नु होला त्यही नै होइन अनि त्यही नै हो गाइज हुने बित्तिकै एक्लै छु आज चाहिँ भित्र कोही छैन नि यता भित्र कोठा छ कुखुरा छ अनि त्यही कुखुरालाई हेर्दै बस्यो दिनभरि बाटोतिर को कहाँ हुन्छन् के गर्छन् कतिवटा गाडी हुन्छन् कस्तो कस्तो हिँड्छन् भनेर चाहिँ यहाँ बाहिर बसेको छु म चाहिँ त्यही यो बाटो यस्तरी गाडीहरू रन्किन्छन् यस्तो छ होइन सबले साधनहरू चाहिँ ढक्क यसो बुझेर चलाउनु होला होइन त्यही हो के भन्ने हो यसो लापरवाही नचलाउनु होला स्पिड नचलाउनु होला भन्छु म चाहिँ होइन म चाहिँ पढेर उम्केको मान्छे हो नि त कस्तो हुन्छ भने त मलाई मात्रै थाहा छ अनि धेरै गाह्रो हुन्छ मेरो 24चोटि अपरेसन भएको खुट्टाको यही खुट्टाको होइन त्यही हो बिस्तारै चलाउनु होला यसो सबैजनाले चाहिँ राम्रोसँग चलाउनु होला होइन त्यही हो अनि बाटोतिर सुनसान छ त्यहाँ पर्वतको जाने बाटोतिर चाहिँ पर्वततिर चाहिँ धेरै सुनसान छ होइन अब त्यही त हो नि बिस्तारै बिस्तारै केही गरम बसी बसी केही गरम होइन उठेर गर्न सकिन्न बसी बसी गरेर गर्नु भयो नि हुन्छ भनेर चाहिँ ब्लग सुरु गरेको सबले माया गर्नु होला त्यही नै हो हाम्रो टोलतिर चाहिँ आज के परेछ खै आज पुलिसहरू आएछन् के हो यस्तो छ है डाँडा पाहाडतिर डाँडो छ त्यो त अङ्कल हुनुहुन्छ बाटो छ डाँडा छु त्यो डाँडो सल्यानको डाँडा हो अनि त्यही नै हो यो मेरो घर हो तल पनि हो माथि पनि छ त्यही हो गाइज गाडीहरू हिँडिराखेको छन् अनि म चाहिँ यता यति बसिछु अनि आमा त्यहाँ उता कराउँदैछु नि क्या अनि त्यही हो यत्तिकै हो बस्नु दिनभरि यत्तिकै बस्यो अनि के गर्नु गाह्रो छ सबलाई होइन बाग्लुङ जापान नामसँग गइछ क्या टडका अनि भाइ चाहिँ उता के अरे बाग्लुङ गइछ होइन मामाको टडकमा केही सामानहरू लोड गरेर कता उता कहाँ कहाँ लाने भने चाहिँ अनि त्यही गर्नलाई चाहिँ गएको छन् त्यही अनि यस्तो छ यो बाटोतिरको हालत होइन यस्तो छ डह्रो गर्मी चलिरहेछ अहिले चाहिँ के हो आमामा त्यही हो अब चाहिँ म ब्लग इन गर्छु यहीँ होइन अनि युट्युबमा चाहिँ अपलोड गर्छु सबैले सपोर्ट गर्नु होला अनि मेरो नाम चाहिँ सन्देश दादा 609 छ युट्युबमा चाहिँ होइन सबले सर्च गरेर चाहिँ सब्सक्राइब गरिदिनु होला त्यही भन्न चाहन्छु होइन अनि यही मान्छे यस्तै मान्छेलाई त अनि तपाईँहरूले सहयोग गरिदिने अनि केही माथि पुऱ्याइदिने भनेको हजुरहरूले गर्दा त होइन म एक्लैले गर्दाखेरि नै अब हुँदैन होइन अब गाह्रो हुन्छ अब त्यही हो इन गर्छु होइन अब भोलि पनि ब्लग आउँछ हेरिदिनु होला सबले है ल बाई